स्वागत छ तपाईलाई द स्पोर्ट्स अनमा। आजको भिडियोमा हामी फिफा वर्ल्ड कप 2026 को सबैभन्दा एक्साइटिङ र कम्पिटिटिभ ग्रुप मध्ये एउटा ग्रुप सी को एनालाइसिस गर्ने छौं। यो ग्रुपमा छ 5 टाइम वर्ल्ड च्याम्पियन, अफ्रिकाको सबैभन्दा ठूलो फुटबल पावर हाउस, 28 वर्षपछि वर्ल्ड कपमा फर्किएको युरोपियन टिम र 52 वर्षको प्रतीक्षापछि वर्ल्ड कपमा पुगेको क्यारिबियन नेसन। त्यसैले ग्रुप सीलाई वर्ल्ड कप 2026 को सबैभन्दा अट्र्याक्टिभ ग्रुप मध्ये एक मानिएको छ। अब हेरौं यो ग्रुपबाट नकआउट स्टेजमा पुग्ने सम्भावना कसको बढी छ। अब प्रत्येक टोलीको फिफा र्याङ्किङ र ग्रुप रेटिङ हेरौं र सुरु गरौं ग्रुप सी को इन्ट्रेस्टिङ एनालाइसिस। पहिलो टोली ब्राजिल फिफा र्याङ्कमा 6 नम्बरमा छ र यसको ग्रुप रेटिङ छ 9.2 आउट अफ 10। 5 पटक वर्ल्ड च्याम्पियन ब्राजिल यो ग्रुपको क्लियर फेभरेट हो। कार्लो एन्चेलोत्तीको लिडरसिपमा ब्राजिल आफ्नो 6औं वर्ल्ड कप टाइटल जित्ने लक्ष्य सहित मैदानमा उत्रिनेछ। साउथ अमेरिकन क्वालिफायर्समा ब्राजिलको प्रदर्शन कम्प्लिटली इजी नभए पनि अन्ततः टोलीले आरामसँग वर्ल्ड कपको टिकट सुरक्षित गर्यो। वर्ल्ड कपमा आउँदा हिस्टोरी, क्वालिटी र इन्डिभिजुअल ट्यालेन्टका हिसाबले ब्राजिल अझै पनि यो ग्रुपको सबैभन्दा ठूलो खतरा हो। दोस्रो टोली मोरक्को फिफा र्याङ्कमा 8 नम्बरमा छ र यसको ग्रुप रेटिङ छ 8 आउट अफ 10। 2022 सेमी फाइनलिस्ट मोरक्कोलाई यस ग्रुपको बलियो कन्टेन्डर मानिन्छ। अन्डर 20 वर्ल्ड कप 2025 जितेपछि मोरक्कन फुटबलमा नयाँ कन्फिडेन्स थपिएको छ। अशरफ हाकिमी, ब्राहिम दियाज र युसुफ एन्नेसिरी जस्ता स्टार खेलाडीहरूको लिडरसिपमा मोरक्को निकै खतरनाक देखिन्छ। त्यसैले मोरक्को ग्रुप सी को दोस्रो सबैभन्दा बलियो दावेदार हो। तेस्रो टोली स्कटल्यान्ड फिफा र्याङ्कमा 39 नम्बरमा छ र यसको ग्रुप रेटिङ छ 6.2 आउट अफ 10। 28 वर्षपछि वर्ल्ड कपमा फर्किएको स्कटल्यान्ड यस ग्रुपको डार्क हर्स हुन सक्छ। क्वालिफायर्समा डेनमार्क विरुद्ध कियान टियर्नीले 93 मिनेटमा गरेको ड्रामेटिक गोलले स्कटल्यान्डको वर्ल्ड कप यात्रा सुरक्षित गरेको थियो। तर ब्राजिल र मोरक्को जस्ता बलिया टोलीहरू रहेको यो ग्रुपमा स्कटल्यान्डको चुनौती निकै कठिन रहनेछ। त्यसैले स्कटल्यान्ड यो ग्रुपको डार्क हर्स टोली हो जसले सबैलाई सरप्राइज पार्न सक्छ। चौथो टोली हैती फिफा र्याङ्कमा 83 नम्बरमा छ र यसको ग्रुप रेटिङ छ 4.5 आउट अफ 10। 52 वर्षपछि वर्ल्ड कपमा फर्किएको हैती यो ग्रुपको अन्डरडग टोली हो। टोलीका धेरै खेलाडीहरू युएसए, क्यानाडा र फ्रान्स लगायतका धेरै विदेशी लिगहरूमा खेल्छन् जसले टोलीलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गरेको छ। सुरक्षा समस्याका कारण हैतीले आफ्नै देशमा घरेलु खेल खेल्न नपाउँदा पनि हार नमानी वर्ल्ड कप सम्मको यात्रा तय गरेको छ। त्यसैले हैती यो ग्रुपको अन्डरडग टोली भए पनि त्यसलाई हल्का रूपले लिन मिल्दैन। अब कुरा गरौं म्याचहरूको। ग्रुप सी को पहिलो र ठूलो म्याच ब्राजिल र मोरक्को बीच हुनेछ। यो केवल ग्रुप सी कै होइन, सम्भवतः ग्रुप स्टेज भरिकै सबैभन्दा आकर्षक म्याचहरू मध्ये एक हुनेछ। मोरक्को आफ्नो डिसिप्लिन्ड डिफेन्स र डेन्जरस काउन्टर अट्याकको लागि परिचित छ। तर भिनियस जुनियर जस्ता वर्ल्ड क्लास खेलाडीलाई रोक्नु कुनै पनि टोलीको लागि सजिलो काम होइन। मोरक्कोले ब्राजिललाई कडा चुनौती दिन सक्छ र गोल पनि गर्न सक्छ। तर अन्ततः ब्राजिलको इन्डिभिजुअल क्वालिटी र अट्याकिङ डेप्थले फरक पार्न सक्छ। हाम्रो प्रेडिक्सन अनुसार ब्राजिलको 2 र मोरक्कोको 1 हुन सक्छ। ग्रुप सी को दोस्रो म्याच हुनेछ हैती र स्कटल्यान्ड बीच। यो म्याच स्कटल्यान्डको लागि मस्ट विन म्याच हुनेछ। ग्रुप सी जस्तो डिफिकल्ट ग्रुपमा पहिलो खेलबाट 3 अङ्क लिनु निकै महत्त्वपूर्ण हुन्छ। स्कटल्यान्डको फिजिकल स्ट्रेन्थ र अर्गनाइज्ड डिफेन्सले हैतीलाई धेरै अवसर सृजना गर्न नदिन सक्छ। साथै स्कट म्याक्टोमिनेको प्रभाव मिडफिल्डमा देखिन सक्छ जसले स्कटल्यान्डलाई खेल कन्ट्रोल गर्न मद्दत गर्नेछ। त्यसैले यो खेलमा स्कटल्यान्ड स्पष्ट बलियो टोली देखिन्छ र जित निकाल्ने सम्भावना बढी छ। हाम्रो प्रेडिक्सन अनुसार स्कटल्यान्डको 2 र हैतीको 0 हुन सक्छ। ग्रुप सी को तेस्रो म्याच हुनेछ स्कटल्यान्ड र मोरक्को बीच। स्कटल्यान्डको लागि यो निकै डिसाइसिभ म्याच हुनेछ। पहिलो खेलमा राम्रो नतिजा निकालेपछि अब यसले मोरक्को विरुद्ध पनि अङ्क निकाल्ने प्रयास गर्नेछ।
तर ब्राजिल विरुद्धको रिजल्ट पछि मोरक्को अझ प्रेसर र इन्स्पिरेसन सहित मैदानमा उत्रिनेछ, जसले उसलाई झन खतरनाक बनाउन सक्छ। विशेष गरी अशरफ हकिमीको दायाँ विङबाट हुने अट्याक स्कटल्यान्डको डिफेन्सिभ लाइनको लागि ठूलो च्यालेन्ज बन्न सक्छ। त्यसैले यो खेलमा मोरक्कोको जित्ने सम्भावना धेरै बढी देखिन्छ। हाम्रो प्रेडिक्सन अनुसार मोरक्कोको 2 र स्कटल्यान्डको 0 हुन सक्छ। ग्रुप सी को चौथो म्याच हुनेछ ब्राजिल र हैती बीच। ब्राजिलको लागि कम्प्यारेटिभ रूपमा यो म्याच निकै इजी हुनेछ। पहिलो खेलको पोजिटिभ रिजल्टले टोलीको कन्फिडेन्स अझ बढाएको हुनेछ। हैतीसँग स्पिड र काउन्टर अट्याक भए पनि ब्राजिल जस्तो वर्ल्ड क्लास टोली विरुद्ध त्यो सफिसियन्ट नहुन सक्छ। विशेष गरी भिनियस जुनियर र राफिन्हा जस्ता एग्रेसिभ खेलाडीहरूले हैतीको डिफेन्सिभ लाइनमा लगातार प्रेसर सिर्जना गर्न सक्छन्। त्यसैले यो खेलमा ब्राजिलले आफ्नो क्वालिटी देखाउँदै इजी जित निकाल्ने अपेक्षा गर्न सकिन्छ। हाम्रो प्रेडिक्सन अनुसार ब्राजिलको 4 र हैतीको 0 हुन सक्छ। ग्रुप सी को 5औं म्याच हुनेछ ब्राजिल र स्कटल्यान्ड बीच। यति बेलासम्म स्कटल्यान्ड नकआउट स्टेजमा पुग्ने सम्भावना निकै कमजोर भइसकेको हुनेछ, तर ब्राजिल विरुद्ध राम्रो प्रदर्शन गर्ने अवसर भने अझै बाँकी रहनेछ। अर्कोतर्फ ब्राजिल सम्भवतः पहिल्यै नेक्स्ट राउन्डको लागि क्वालिफाई भइसकेको हुनेछ, तर इन्स्ट्रक्टर कार्लो एन्सेलोटीले टोलीलाई हल्का रूपमा खेल्न दिने सम्भावना कम छ। स्कटल्यान्डले पुरा सङ्घर्ष गर्नेछ, तर ब्राजिलको अनुभव, गहिरो स्क्वाड र पर्सनल ट्यालेन्ट फेरि एकपटक डिसाइसिभ बन्न सक्छ। त्यसैले यो खेलमा पनि ब्राजिल जितको बलियो दावेदार देखिन्छ। हाम्रो प्रेडिक्सन अनुसार ब्राजिलको 3 र स्कटल्यान्डको 0 हुन सक्छ। ग्रुप सी को 6औं र अन्तिम खेल हुनेछ मोरक्को र हैती बीच। मोरक्कोको लागि यो नकआउट स्टेजको स्थान सुरक्षित गर्ने महत्त्वपूर्ण खेल हुन सक्छ, जबकि हैतीको लागि यो टुर्नामेन्टको अन्तिम खेल हुन सक्ने सम्भावना छ। मोरक्कोले राम्रो रिजल्टसँगै गोल डिफरेन्स सुधार गर्ने लक्ष्य पनि राख्नेछ। मोहम्मद वाहाबीको एग्रेसिभ गेम प्ले हैती विरुद्ध इफेक्टिभ देखिन सक्छ। मोरक्कोले सुरुदेखि नै खेलमा कन्ट्रोल जमाउने प्रयास गर्नेछ। यो खेलमा मोरक्कोले जित निकाल्दै ग्रुप सी को दोस्रो स्थान सुरक्षित गर्ने सम्भावना बलियो देखिन्छ। हाम्रो प्रेडिक्सन अनुसार मोरक्कोको 3 र हैतीको 0 हुन सक्छ। अब कुरा गरौँ प्रत्येक टोलीबाट एक खेलाडी जसले यो समूहको कथा बदल्न सक्ने क्षमता राख्छ। पहिलो खेलाडी हुन् ब्राजिलका फरवार्ड प्लेयर भिनियस जुनियर। विश्वको उत्कृष्ट खेलाडीहरूमध्ये एक। उनी आफ्नो ड्रिब्लिङ, स्पिड र गोल गर्न सक्ने क्षमताको लागि परिचित छन्। रियल मैड्रिडमा उत्कृष्ट प्रदर्शन गरिरहेका उनी ब्राजिलको सबैभन्दा ठुलो अट्याकिङ थ्रेट हुन्। वर्ल्ड कपमा पनि उनीबाट धेरै अपेक्षा गरिएको छ। दोस्रो खेलाडी हुन् मोरक्कोको राइट ब्याक प्लेयर अशरफ हकिमी। अशरफ हकिमीलाई विश्वको उत्कृष्ट राइट ब्याक मध्ये एक मानिन्छ। उनको स्पिड, अट्याकिङ रन्स र सटिक क्रसले मोरक्कोको अट्याकलाई थप खतरनाक बनाउँछ। 2022 वर्ल्ड कपका स्टार मध्ये एक रहेका हकिमी अहिले झन् अनुभवी बनेका छन्। तेस्रो खेलाडी हुन् स्कटल्यान्डका मिडफिल्डर स्कट म्याक्टोमिने। स्कट म्याक्टोमिने स्कटल्यान्डको सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन्। मिडफिल्डमा उनको इनर्जी, लिडरसिप र गोल गर्न सक्ने क्षमताले स्कटल्यान्डलाई कम्पिटेटिभ बनाउँछ। ठुलो खेलमा टोलीको आशा धेरै हदसम्म उनीमाथि रहनेछ। चौथो खेलाडी हुन् हैतीको फरवार्ड प्लेयर डकेन्स नाजोन। डकेन्स नाजोन हैतीको सबैभन्दा खतरनाक एग्रेसिभ खेलाडी हुन्। उनको स्पिड र काउन्टर अट्याकमा खेल्ने शैलीले हैतीलाई बलिया टोलीहरूको विरुद्ध पनि अवसर सिर्जना गर्न मद्दत गर्न सक्छ। यदि हैतीले कुनै चमत्कार गर्छ भने त्यसको केन्द्रमा नाजोन हुन सक्छन्। अन्त्यमा ब्राजिल आफ्नो लेभल अनुसार प्रदर्शन गर्दै अनडिफिटेड रूपमा ग्रुपको टप स्पोर्टमा पुग्ने सम्भावना देखिन्छ। साथै भिनियस जुनियरले पनि टुर्नामेन्टमा उत्कृष्ट खेलाडीहरूमध्ये एक बन्ने सङ्केत दिनेछन्। मोरक्कोले ब्राजिल विरुद्धको रिजल्टबाट सिक्दै बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै ग्रुपको दोस्रो स्थान सुरक्षित गर्ने सम्भावना देखिन्छ।
स्कटल्यान्डले हैती विरुद्ध पोजिटिभ रिजल्ट निकाल्न सक्छ, तर ब्राजिल र मोरक्को जस्ता टोलीहरूसँगको क्वालिटीको अन्तर अन्ततः डिसाइसिभ बन्न सक्छ र हैतीले 52 वर्षपछि वर्ल्ड कपमा फर्किएर रिजल्ट जस्तो सुकै भए पनि वर्ल्ड फुटबलको सबैभन्दा ठुलो स्टेजमा आफ्नो देशको रिप्रेजेन्टेसन गर्वका साथ गर्नेछ। यो थियो फिफा वर्ल्ड कप 2026 को ग्रुप सी को कम्प्लिट एनालाइसिस। के ब्राजिलले ग्रुप स्टेज जित्दै आफ्नो दबदबा कायम राख्ला? के मोरक्कोले फेरि एकपटक इतिहास रच्ला? के स्कटल्यान्डले ठुलो चमत्कार देखाउला वा हैतीले सबैलाई चकित पार्ला? तपाईको प्रेडिक्सन के छ कमेन्टमा लेख्नुहोस्। यदि भिडियो मन परेको भए लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र बेल आइकन प्रेस गर्नुहोस्, किनकि ग्रुप ए देखि ग्रुप एल सम्मका सबै वर्ल्ड कप प्रिभ्युज यसै च्यानलमा आउनेछन्। हेर्दै गर्नुहोस् द स्पोर्ट्स अन।